अधिकांश नेपालीहरूको प्रब्लम भनेको नै तरकारी के पकाउने। हाई एभ्रिवान, होइन मलाई मात्र यस्तो हुने हो कि हजुरहरूलाई पनि यस्तै हुन्छ। मलाई चाहिँ बिहान बेलुका भयो भनेपछि चाहिँ तरकारी के पकाउने भनेर टेन्सन भइहाल्छ भने अनि म चाहिँ एकछिनपछि सोच्दै थिएँ। ब्यागमा गएर हेरेको त 100 रुपियाँ पो रहेछ। अनि घरमा चाहिँ म र बाबु मात्र भएकोले 100को मासु लिन जान पर्यो भनेर ब्यागबाट पैसा निकालेँ। अनि मेरो भाइ चाहिँ नाच्दै नाच्दै मासु पसलमा पुग्यो। अनि मासु पसलमा गएर दिदीलाई आज काटेको फ्रेस 100को मासु हामीलाई फालिदिनु त भने। अनि दिदीले पनि मासु जोखेर काटेर हामीलाई दिनुभयो। त्यसपछि म मासु लिएर खुसी हुँदै आएँ। अनि फर्स्टमा मैले चामललाई पखालेर राइस कुकरमा बसालिदिएँ। त्यसपछि आउँछ मासुको पालो। फर्स्टमा चाहिँ मैले कराईलाई ग्यासमाथि राखेँ। त्यसपछि तेल हालेँ। तेल तातिसकेपछि मासु हालेँ। अनि मैले मासुलाई चाहिने मरमसला रेडी गर्न थाल्छु। लसुनलाई केलाउँछु। लसुन केलाइसकेपछि सिलौटामा लसुन खुर्सानीलाई राम्ररी पिस्छु। प्याज टमाटरहरूलाई पखालेर काटेर रेडी गर्छु। अनि सब मासुमा हालेर पाक्नको लागि छोड्छु। फाइनली मासु पनि रेडी भयो। अनि 2वटा थालमा पस्किन्छु। अनि खाऊ भनेको त मिठो छ पो भन्यो। मैले पनि खाएँ।